यो तामाङ मिनी म्युजियममा आएको छु म यतिखेर यो नामदुमा संस्कृति र परम्पराको संरक्षण हामी नेपालीको पहिचान यो नामक छ हैन त एउटा यो तामाङ मिनी म्युजियममा आएको छु। यो भित्र के छ यी कुराहरू म तपाईँलाई जानकारी गराउने छु है त। यो मेटेरियल्सहरू छ हैन, यो फरुवा भन्छौँ हामी हैन। यो चाहिँ काठको के सामग्री रहेछ, यो खुकुरीको कभर भइहाल्यो हैन। अनि यो भइहाल्यो, यो चाहिँ ताला साँचो हैन त यो चाहिँ। अनि यसरी छ। अनि यो चाहिँ के भन्छ यसलाई? हजुर हजुर, यो जनै बटार्दाखेरिको हैन सामग्री यो। अनि यो चाहिँ लट्ठी भइहाल्यो, यस्तो छ हैन। यो चाहिँ ढ्याङ्ग्रो भइहाल्यो हैन बजाउने। अनि यो चाहिँ मुङ्ग्रो भन्छ यसलाई हैन। यो चाहिँ ठेकी छ, दुध दुने ठेकी भनौँ न हैन। अनि यो चाहिँ हामी तराईतिर चाहिँ तपाईँको माटोको डल्लाहरू फुटाउँथ्यौँ हैन यसले, यो कुनाले। अनि यो छ यस्तरी, यो पहिला यो भइहाल्यो। यो चाहिँ तपाईँको गोरुको मुखमा जोत्दाखेरि लगाउने हैन, अरू के नखाओस् भनेर हैन, त्यस्तो छ। अब यो मकै गहुँ पिस्ने हैन सामग्री भइहाल्यो। अनि त्यसै गरी यो पनि यस्तै सामग्री हो। यता यहाँ यसलाई के गर्ने दाइ यसले? हजुर, मसला पिस्ने यो भइहाल्यो, पुरानो सामग्रीहरू भइहाल्यो। यो चाहिँ पानी राख्ने भाँडो होइन, यो माटोले बनेको हो। यस्तो छ, यो गर्मीयाममा चिसो पानी राख्ने भाँडोहरू भइहाल्यो है त। यहाँ पनि छन् यो काठका सामग्रीहरू होइन, कृषिमा प्रयोग हुने। यो हलो हामी नमुना देख्न सक्छौँ, जुँ छ होइन। यो कोदाली छ, यसरी छ। यो हामी ठ्याक्कै यतिखेर यो तामाङ मिनी म्युजियममा छु र यो साँचो लगाइएको रहेछ। भित्र गएर अन्य वस्तुहरू हेर्नलाई सम्भव भएन। सम्भवतः यी वस्तुहरू चाहिँ भित्र छन् भन्ने हामीले यो चित्रमा देखाएका कुराहरू छन् भन्ने लागिरहेको छ। यी कुराहरू होला तामाङ मिनी तपाईँको म्युजियम हैन। हाम्रा परम्परागत कृषि औजारहरू, परम्परागत उपकरणहरू संरक्षण गरेर राख्नुपर्छ भन्ने हो। त्यसकारण यो तामाङ मिनी म्युजियममा पनि यसरी संरक्षण गरेर राखिएका छन्। यो एकदमै राम्रो कुरा हो। जसले पनि बनायो एकदम राम्रोसँग बनाएको छ। यो खुसीको कुरा हो। नयाँ जेनेरेसनलाई हाम्रा पुराना कृषि सामग्रीहरू के हुन् हैन, पुराना सामग्रीहरू के हुन् त दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू बारे उनीहरूलाई जानकारी दिन सकिन्छ। यो चाहिँ तपाईँको हाम्रा परम्पराहरू, मूल्य मान्यताहरू, संस्कारहरू, हामीले गर्ने प्रयोग गर्ने उपकरणहरूको बारेमा आउने पुस्ताहरूलाई चाहिँ जानकारी गराउने यो सजिलो हुन्छ भन्ने हिसाबले चाहिँ यो तामाङ मिनी म्युजियमको स्थापना गरेर यहाँनिर यो घरमा राखिएको छ। आजलाई यति नै, धन्यवाद।